सबैजना हामी नेपालीहरू लाग्नुपर्छ किनभने आज जुन रूपले चाहिँ एनपीएलले अगाडि जुन बढेको छ देशैभरि खेलाडीहरूको पनि मनोबल बढेको छ। यहाँ राष्ट्रिय मात्र नभइकन अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि खेल्ने एउटा ठाउँ जगत नेपाल बनेको छ। त्यही भएर हामी एकदमै उत्साहित छौँ र नियम कानुन रूप लिएर हाम्रो मन्त्रालयबाट उहाँहरूलाई चाहिँ सक्दो हुने सपोर्ट सबै खालका चाहिँ सपोर्ट गर्नलाई चाहिँ हामी नियमबद्ध बसेर चाहिँ तयार छौँ। अब अहिले हामीले काम गरिराखेको चाहिँ पोलिसीको पाटोहरूमा चाहिँ काम गरिराखेको छौँ र पोलिसीको पाटो जहिले पनि त्यसमा चाहिँ ड्राफ्ट गरेर फेरि नियम कस्तो खाले बनाउने भन्ने कुरा हुन्छ र त्यसको प्रोसेस हुन्छ र त्यो प्रोसेसहरूमा चाहिँ हामी अहिले काम गरिराखेको छौँ। जुन प्रोसेस चाहिँ एकदमै धेरै नै लाभान्वित चाहिँ आउँदो दिनमा चाहिँ खेलाडीको लागि र खेलाडीको पक्षमा हुनेछ। त्यो प्रोसेसमा चाहिँ हामी काम चाहिँ हामीसँग के छ भने टाइम एकदमै लेस छ, इनपुट चाहिँ एकदमै धेरै हामीले चाहिँ दिनुपर्ने छ। त्यहाँनिर अब थोरै समयमा धेरै काम गर्नु छ, त्यो पनि पोलिसी लेभलमा। त्यही भएर चाहिँ हामी टिममा काम गरिराखेको छौँ सबैजनासँग सरसल्लाह गर्दै। जस्तै अहिले हामी रङ्गशाला पनि गएका थियौँ, त्यहाँनिरको अब जुन ब्ल्याक लिस्ट के कारणले परेको छ त्यो कुरालाई कसरी फुकाउने, त्यो मापदण्ड कसरी पुरा गर्ने, त्यसमा पनि हाम्रो टिमले चाहिँ वर्कआउट गरिराखेको छौँ। जसको कारण चाहिँ प्लेयरहरूले फुटबल प्लेयरहरूले आफ्नै होम ग्राउन्डमा खेल्नलाई पाओस्। साथसाथै यहाँनिर हाम्रो क्रिकेटको कुरामा चाहिँ हामी हाम्रो क्यानका सचिवज्यू पारसजीसँग हामी यो विषयमा चाहिँ कसरी हुन्छ अझै अगाडि चाहिँ हामी बढाउने र यसलाई राम्रो पनि कसरी बनाउन सकिन्छ अझै राम्रो त्यो विषयमा यो चाहिँ कस्तो हो भने 25% चाहिँ कर राखेको हुन्छ, त्यो चाहिँ लाग्नु भएन भनेर चाहिँ पोलिसी रूपले चाहिँ हामीले अगाडि बढाएको छौँ। त्यसै गरी कोर्पोरेटहरूले चाहिँ 1% चाहिँ अनिवार्य रूपमा चाहिँ खेलकुद विकासलाई चाहिँ दिनुपर्ने भन्ने प्रावधानको लागि चाहिँ हामीले यो पनि विषयलाई चाहिँ क्याबिनेटमा भनेको चाहिँ हरेक कर दिँदाखेरि 1% खेलकुदको लागि छुट्याउनै पर्यो कर्पोरेटले। हजुर हजुर, किनभने अहिलेसम्म के छ भने हामीसँग किन पैसा नभएको भनेपछि हामी चाहिँ मेन टार्गेटेडै हाम्रो मन्त्रालय रेभिन्यू कसरी ल्याउने भन्ने कुरामा गइराखेको छौँ। अब त्यो कुरामा चाहिँ हाम्रो खेलकुद विकास कोष छ, तर के छ भने हामीले पैसा लिनुलाई मिल्छ तर दिन चाहिने कम्पनीलाई उहाँहरूले चाहिँ दिनलाई चाहिँ मिल्दैन। त्यो कुरालाई चाहिँ हामीले फुकाउनेतर्फ चाहिँ लागिराखेको छौँ।